ठुलो क्राउलर क्रेन ल्याएर चाहिँ यसरी कामहरू सुरु गरिएको छ। यहाँ पनि एकदम यसरी ओभरहेड पास बनाउन यो हिलोमा चाहिँ बाइक ल हेर्नुहोस् त बाइक। सम्पूर्णमा नमस्कार अनि न्यानो अभिवादन छ झापाको दमकबाट। आज चाहिँ एकदम घमाइलो मौसम छ दमकमा होइन। आजको यो भिडियोमा म तपाईँहरूलाई चाहिँ अब मोटर भ्लगिङ भन्दा पनि यसरी दमकको वरिपरि होइन, यो चाहिँ दमकको ठ्याक्कै भन्नुपर्दा यहाँ सगरमाथा पेट्रोल पम्प छ, तपाईँहरूले देख्न सक्नुहुन्छ भने सगरमाथा पेट्रोल पम्पको दक्षिणतर्फ ठ्याक्कै अगाडि यसरी बन्दै गरेको चाहिँ ओभरहेड पास होइन, जुन महेन्द्र राजमार्ग बन्दै गरेको महेन्द्र राजमार्ग अन्तर्गत पर्छ होइन। त्यहाँ चाहिँ कसरी यसरी कुन रफ्तारमा काम भइरहेछ भनेर चाहिँ म तपाईँहरूलाई यसरी देखाइरहेको छु। यहाँ चाहिँ यसरी काम भइरहेछ यो रफ्तारमा। कामदारहरू धमाधम यसरी ओभरहेड पास बनाउन यसरी व्यस्त भएको देखिन्छ। यो चाहिँ दमक झापाको दृश्य हो, तपाईँहरूले देख्नुभएको भने। अब यताबाट चाहिँ यसरी गाडीहरू यो बाटोबाट चाहिँ गाडीहरू जाने क्रम जारी छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ होइन, यहाँ चाहिँ अन्डरग्राउन्ड पास यसरी बनिसकेको छ बिचमा। अब यसमा चाहिँ अरू थप कार्यहरू हुन बाँकी नै छ होला। अब यहाँ चाहिँ यसरी अन्डरग्राउन्ड ओभरहेड पास बन्दै गर्दाखेरि अब यो साइडबाट चाहिँ पश्चिमतर्फ जाने गाडीहरू गइरहेछन् भने पर हामीले देख्न सक्छौँ होइन। उताको साइडबाट चाहिँ अथवा यो पासबाट पर देखिने वारपार देखिने ठाउँबाट चाहिँ पश्चिमबाट पूर्वतर्फ गाडीहरू पार भइरहेछन् भन्ने। लगातार आएको वर्षाको कारणले गर्दाखेरि चाहिँ बाटो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ एकदमै हिलाम्य बाटो भएको छ। ल हेर्नुहोस्, यो हिलोमा चाहिँ एकदमै यात्रा चाहिँ असहज भएको छ। अब यो हिलोमा चाहिँ बाइक ल हेर्नुहोस् त बाइक अथवा सवारी साधनहरू चाहिँ चिप्लेर लड्ने सम्भावना एकदमै देखिएको छ। ल हेर्नुहोस् त बाइक, ल हेर्नुहोस् कस्तो एकदम केयरफुली कुदाउने बेला आएको छ। ल हेर्नुहोस् त एकदमै हिलाम्य बाटो भएको छ अहिले चाहिँ। अब यो चाहिँ वर्षाको समय भएको कारणले गर्दाखेरि अब यो बाटो चाहिँ छिट्टै नै बन्दिए नागरिकहरूलाई सर्वसाधारणलाई यात्रा गर्न सहज हुने थियो है। यो तपाईँहरूले देखिरहनु भएको चाहिँ झापाको दमकको रतुवा पुल, जुन निर्माणाधीन महेन्द्र राजमार्ग अन्तर्गतको प्रोजेक्ट अन्तर्गत नै पर्छ। अब यहाँ चाहिँ धेरै नै काम अगाडि बढिसकेको छ, तपाईँहरूले पनि देख्न सक्नुहुन्छ होइन। यो हेर्नुहोस् त ल तपाईँहरूले यो ठुलो क्राउलर क्रेन ल्याएर चाहिँ यसरी कामहरू सुरु गरिएको छ। यहाँ पनि हामीले देख्न सक्छौँ यहाँ चाहिँ यसरी प्रिकास्ट गरिएका यो पुल निर्माणमा प्रयोग हुने सामग्रीहरू यसरी प्रिकास्ट गरेर अन्तैबाट ल्याइएको छ भने अब यसलाई चाहिँ यत्रो ठुल्ठुलो क्रेनको सहायताले अब यसलाई चाहिँ झुन्ड्याएर यहाँ अडाउने काम धमाधम भइरहेको छ अहिले चाहिँ। अब यो ठ्याक्कै यो समय चाहिँ यो कामदारहरूको खाजा खाने समय भएकाले अहिले चाहिँ कामदारहरू देखिएको छैनन्। तर यहाँ चाहिँ काम एकदमै धमाधम भइरहेछ, किनभने अब यो चाहिँ वर्षा पनि लाग्न लागेको छ। अब त्योभन्दा अगाडि नै काम सकाउनु पर्ने भएको कारणले गर्दाखेरि यहाँ चाहिँ एकदमै, यहाँ मात्र होइन यहाँ लगायतका अरू पनि जति पनि यसरी पुलहरू बनाइँदैछन्, कामहरू सडकको खन्ने पुर्ने काम भइरहेछ, त्यो चाहिँ धमाधम नै भइरहेको छ।
ल हेर्नुहोस् यहाँ माथिबाट हामीले देख्न सक्छौँ होइन गाडीहरू गइरहेछ पुलको माथिबाट ल हेर्नुहोस् त कत्रो ठुलो क्रेन रहेछ यो चाहिँ ल हेर्नुहोस् त ओ माई गड अब यहाँ चाहिँ सावधान रहनुहोस् भनेर पनि यसरी सूचनाहरू नोटिसहरू टाँसेको छ क्रेन कार्यरत छ त्यसबाट नजिक नजानुहोस् खस्ने वस्तुहरू छ यहाँ होइन खस्ने वस्तुहरूबाट सतर्क रहनुहोस् भनेर यसरी सूचनाहरू पनि राखिएको छ ल हेर्नुहोस् त ल यो प्रिकास्ट यो पुलका निर्माणका लागि प्रयोग हुने यो प्रिकास्टहरू हेर्नुहोस् त कत्रो रहेछ ल हेर्नुहोस् भन्ने यतातिर चाहिँ अब यो स्टोर कामदारहरू बस्ने ठाउँहरू होइन सामानहरू स्टोर गर्ने ठाउँहरू छ अहिले चाहिँ यो म पुलको माथिबाट दृश्य लिइरहेको छु हेर्नुहोस् है अघि तलबाट देखेको प्रिकास्ट अहिले माथिबाट यस्तो देखिन्छ यहाँबाट चाहिँ हाइवे हो होइन गाडी आवत जावत भइरहेछ